यो कंगारूको ह्याट Sometimes the days are gold, sometimes teriyaki salad from Subway अनि work from car. Oh shit, not good. Hello there. काम नसकेपछि अफिसमा यस्तो हुन्छ घुम्न हिँडेको यहाँ आए यसरी काम गरिराख्नु परेको छ अवस्था त्यही भएर गाइज काम गर काम टाइममा काम गर काम नगर्ने अनुहार यही हो किन काम नगरेको होला टाइममा काम नगरेको हैन काम नसकेको खास गरी I got this एकछिन आधी घण्टा बसेर काम सकेर आउनु पर्दैन अफिसबाट अहिले यहाँ कति दुःख भयो मलाई यसले गर्दा हो हेलो इसो हामी कहाँ हिँडेको आज कसकोमा किन बल्ले बल्ले हजुर के खाने म भन्छु मकैको मासु मसरुमको मासु सागको मासु अरू फुलवर्समा भेज ससेज पाउँछ हो त्यो खाँदा हुन्छ अस्ति मिठो भएको थियो मिठो लाग्यो Where are you going? एनिवे अहिले हामी होबर्टबाट क्याम्पल टाउन आइपुग्यौँ हाम्रो रेगुलर अड्डामा अनि यहाँ चाहिँ हामी आज पानी पनि परिरहेछ अनि कफी लन्च खान उत्रेका छौँ अनिललाई चाहिँ यहाँ हुनुहुन्छ हाम्रो हेलो हेलो हाँस्दै खेल्दै रमाउँदै हामी मुगेन दाइको घर आइपुग्यौँ यो पछाडिको मुगेन दाइको घर हो राम्रो रहेछ एरिया यहाँ गाडी पार्क गरेर स्ट्रिट पार्किङ गऱ्यौँ अनि भित्र जाँदैछौँ अब हामीले चाहिँ मुगेन दाइको घर आइपुग्ने बित्तिकै भात तन्काइदिनु अनिल दाइले मैले चाहिँ सब्जी तन्काएँ आमाले पकाउनु भएको अझै आउँदैछ हामी चाहिँ अब राति बार्बिक्यू गर्न लागेको मुगेन दाइहरूको घरमा अनि अहिले चाहिँ कोल साच्छौँ ब्रोकाउली किन्यौँ मसरुम किन्यौँ यहाँ चाहिँ मसरुममा होबर्टभन्दा सस्तो रहेछ अलिकति कति $2.5 पर केजी त्यस्तै सस्तो रहेछ 20 जना हुनुहुन्छ आज बार्बिक्यू गर्नलाई अनि हाम्रो इसी र मेरो काम चाहिँ सपिङ गर्ने छ त्यही भएर 20 जनालाई कति मसरुम चाहिन्छ थाहा छैन हालै छ चाहिँ हामीले यस्तो भेटायौँ निकोलसको तास्मेनियामै बनाएको चिकन बोनलेस विङेट रहेछ अनि त्यस पछाडि यो चिकन पोर्सन भनेर भेटायौँ यो अलरेडी उ भएको हाम्रो सपिङ चिप्स दाइहरू आइसक्नु मासुहरू अहिले हामी कटलरीहरू किन्दैछौँ हामी अब ससको सेक्सनमा आइपुग्यौँ पुरा दाहरू कुन खाने भनेर चेक गरिराख्नु भएको छ गार्लिक एओली अनि त्यस पछाडि न्यान्डोजको पेरी पेरी अनि पिरो पिरो ससहरू अब यहाँ टमाटर खाने कुरा भयो अनि एभोकाडो पनि हाल्दै हुनुहुन्छ हाम्रो मुगेन सर हाम्रो लन्चेस्टनको स्थायीवासी हुनुहुन्छ अब बेलुका चाहिँ हाम्रो आजको होस्ट मुगेन दाइ अनि दाइ हजुरको हातमा के छ मेरो हातमा वाटरमेलन छ एभोकाडो छ स्ट्रबेरी चेरी टमाटोज अब हामी ओरेन्ज हाल्छौँ नाबलवाला सजाउने अरे नखाइकन अहिले हामी सपिङ गरेर अब यहाँ पैसा पे गर्दैछौँ अहिलेसम्ममा इट्स अलरेडी 88 अलमोस्ट 90 भयो अझै धेरै जान्छ अझै कति 25% मात्रै गरिसक्नु भएको छ अझै बाँकी छ Maria, you are from Italy. Do you love Italian food or do you love Australian food? Italians. Pizza, pasta. So before us, have you not met any Nepalese people? No. Oh, sad. Now I know. Yeah. अब हामी बनिङ जाँदैछौँ हामीलाई झिर चाहियो अनि बार्बिक्यू गर्नलाई कोइला चाहियो गाइजहरू के गर्दैछन् यहाँ अहिले अहिले भाउ पारिदिन्छ नि मेरो सातो पुत्लो उड्छ मासु पोल्ने च्याम मासु एका बार्बिक्यू सेकुवा पोलेको मासु त्यसको चाहिँ मकै खानुपर्ने छ बार्बिक्यू भने पोला मासु हो नि सेकुवा यहाँ छ हामीले लगेको अहिले कोइला यसरी पाउँछ पर्दैन हाम्रो साथीहरूले पनि कसैले अल्कोहल ड्रिङ्क्स गर्नुहुन्न सफ्ट ड्रिङ्क्स छ सफ्ट ड्रिङ्क्स सेफ फरक पर्दैन हाम्रो प्ल्याटर पनि रेडी भयो काँक्रा गाजर स्ट्रबेरी हाई राधा राधा कविता भाउजू आमा अनि सियाना
अनि बुवा खै ए बुवा नै हुँदैन रहेछ हाम्रो प्रेप सक्यो हेलो 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 हाम्रो ब्लगर कता हो यार ब्लगरलाई यही ल भेज भएपछि सिक्यो आकाशी अगाउनु भयो नि म अगाएँ कस्तो लागिरहेको छ तिमीलाई भन न ब्लगर खतरा दामी लागिरहेको छ रमाइलो भइरहेको छ यसरी आगो बालेर टक्कसँगले पिकनिक गर्न पाउनु ब्लड ओरेन्ज कस्तो रहेछ त मिठो रहेछ गाजल फ्रुट्स नखाने मान्छेलाई कस्तो अनुभव भइरहेछ फ्रुट्स खाएर धेरै मिठो साह्रै मिठो ह्यापी बर्थडे डियर केरास दाइ ह्यापी बर्थडे टु यु यो हामीलाई चाहिने मान्छे हो हाम्रो भोटर्सहरू यता बिएन सरलाई पनि देखाउ न कमान्डरले छोडेर हुन्छ केरास दाइ हजुर कति इयर पुग्नु भयो अरे आज भाउजूले सोध्नु भएको 18 Sweet 16 हो ल ह्यापी स्वीट 16 थ्याङ्क यू सो मच धन्यवाद फुलबुटे साडी सपक्क बारी पछौरी मलमलको औसीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भयो कोसित गयो आज किन यो सित छैन मेरो मन बरालिने मन लिने मन छोडेर हो मनै छोडेर लगरलाई गाह्रो छ अब के हुँदैछ हाम्रो यहाँ कता पुग्यो प्रोग्राम बाँसुरी बेच्ने हो क्या लगरले यहाँ बाँसुरी हेर्नु पर्यो कति सपना दिदी बजाऊ पानी परो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् ओए मै चाहिने रुँदै करार नौ डाँडा पारी छ कम्पनी सहारा बिछोडको बेलैमा गीतै सिधिसक्यो हाम्रो सबै के हुन्छ नबाट म बिर्से मलाई लाज लागिसक्यो यार शून्य छ चुरी प्रहार गर्ने मान्छे ब्लगमा हाल्ने कायदा कन्टेन्ट दिनुभयो नि त हजुरले के गर्नुभयो यस्तो
राजको बर्थडेमा छुरी आछ जसको जन्म उसैले छुरी प्राप्त भनेर हाल्दै सानोतिनो मान्छेहरु त छेड्दिँदै हिँड्नु गुड मर्निङ अनिल दाइ हाम्रो ब्रेकफास्ट सेफ हुनुहुन्छ यहाँ आज केरल दाइ गुड मर्निङ दाइ गुड मर्निङ सर ल के हुँदैछ यहाँ अब खाना रेडी हुनु पर्यो पाइसक्यो अब क्लासले खान्छ के भन्दैछ यहाँ ससेज गर्दैछ तिमी भेज खान्छ ल यहाँ एभोकाडो बनाइसकेको गुआकामोले हिजो हामी यहीँ बसेको थियौँ रमाइलो गर्नलाई यहाँ स्पेस छ यसरी बार्बिक्यू गर्नु बसेको यहाँ इजी भयो स्यान्डपिट रहेछ अनि यहाँ सागबारी छ यहाँ कार पार्क भइहाल्यो ग्यारेज भयो यहाँ घर चिया से चाय पिनाए हाँ पिनाए ना कटिंग चाय कड़क वाली दिखा दो हाँ दिखा दिया ना इतना अच्छा लग रहा है हेलो हेलो गुड मर्निङ भिडियो पो भिडियो त मुकेन दाइको घरबाट अब हामी निस्किन आँटेको हामी कहाँ जान्छौँ अब एकैछिन घुम्न निस्किन्छौँ लन्चस्टन सिटीतिर अनि क्याटरेक्ट जर्ज मेबी गोर्ज मेबी त्यो दाइहरू चढिसक्नु मुकेन दाइहरू आमा बुवा अब यहाँ चाहिँ सल्लाह गर्दै हुन्छ कतिखेर को जाने कसको काम ब्युटिफुल डे छुट्टी मिल्छ कि मिल्दैन कस्तो राम्रो दिन छ आज यो लोकेलिटी नै राम्रो के रमाइलो लागेको मलाई हरियाली म उताबाट देखाउँछु यताबाट ल ब्युटिफुल हामी क्याटरेक्ट जर्ज आइसक्यौँ कफी लिए अनिल दाइ जिस्किँदै हुन्छ त्यहाँ माथि बुढोलाई हेलो यो माथि बस्ने मान्छेहरूलाई हेलो भनेको अनि हामी अब हिँड्न जाने तयारीमा छौँ हामी सबैजना क्याटरेक्ट गोर्जमा चाहिँ हाम्रो सस्पेन्सन ब्रिज छ नेपालको जस्तै काठको छ नेपालमा भए जस्तै यस्तो छ मलाई प्राय बिचमा हुनलाई डर लाग्छ यो गोर्जको तर आज नसमातिकन हिँड्ने ट्राई गर्छु चेरी ब्लसम यो त आरु हैन आरु पनि हुने बेला भयो हुन नि सक्छ लन्चस्टन सहर हेर्दा लाग्छ रहर राम्रै मान्छेको सहर ड्राइभरमा नेपालीको सहर ड्राइभरमा साथ दिँदै हुनुहुन्छ हाम्रो आकाशजीले प्यासेन्जर प्रिन्सेसमा हुनुहुन्छ हाम्रो सपनाजी हेलो अर्को प्यासेन्जर प्रिन्सेस यहाँ छ अहिले हामी लन्चस्टनमा रश्मिनाको घर आएको यहाँ हेलो हाई के बनाएको सानुले यस्तो के बनाएको यो के हो टावर भित्र के छ कार ग्यारेज बनाएको होइन यो कङ्गारुको ह्याट हेलो हेलो हामी लन्चस्टनको सिटीभित्र आइपुगेछौँ ओल्ड ब्रिस्बेन आर्केडभित्र यहाँ चाहिँ हाम्रो पियानो छ यहाँ पब्लिक पियानो यो जो पनि आएर बजाउन सक्छ सपनाले अहिले बजाउँदैछ हामी लन्चस्टन स्ट्रोल गरिरहेछौँ यता तास्मेनियातिर चाहिँ धेरै यस्तो बुक लाइब्रेरी हुन्छ यहाँ चाहिँ आफूले एउटा बुक राख्ने अनि आफूलाई मन परेछ भने एउटा बुक लिने एक्सचेन्ज जस्तो यस्तो सिटीमा धेरै हुन्छ गाउँतिर पनि हुन्छ अहिले हामी लन्चस्टनको मेन एरियामा घुमिरहेछौँ सबु बेबी त्यहाँ छ यहाँ गार्डन रहेछ हल्का फुलहरू अहिले एस्थेटिक बस्ने सिटिङ एरिया यहाँ फाउन्टेन रहेछ म चाहिँ यहाँ खाना खाने भनेर खोज्दै थिएँ खोजेर आउँदै गर्दाखेरि यहाँ स्क्वायर रहेछ यहाँ यर्क स्क्वायरको बिचमा छु हामी चाहिँ नाङ्लो नेपाली रेस्टुरेन्ट जाने भनेर खोज्दैछु मैले अनि एकदम क्वाइट पिसफुल एरिया क्या बोल्न नि हल्ला हुन्छ कि भन्ने जस्तो रेस्टुरेन्टहरू रहेछ दुई चारवटा अनि त्यही हिँड्दैछु गल्लीहरूमा लन्चस्टनको गल्लीमा लन्चस्टनको नेपाली रेस्टुरेन्टमा छ गुगलमा नेपाली रेस्टुरेन्ट नयाँ खोज्दाखेरि नजिकै खोज्दाखेरि चाहिँ नाङ्लो रेस्टुरेन्ट थियो अनि हेर्दै जाँदा चाहिँ नाङ्लो भेटिएन यसो खोज्दै आएको मलाई शेर्पा लेखेर छ
नाङ्लो चाहिँ उडेर भित्तामा टाँसिएछ अनि शेर्पा वाचले चाहिँ